सर तपाईँ कहाँ गएर आउनुभएको? नागाबाट सर। नागाको बाटो कस्तो रहेछ सर अन्त? बाटो त तपाईँको नागाको बाटो चाहिँ कस्तो रहेछ भन्दाखेरि मुनि चाहिँ राम्रो रहेछ। माथि चाहिँ गाडी फसिने हो। आज पनि गाडी फसेर दुईवटा मेसिनले तानेको। ए अन्त मेसिनले तान्दा के असर परेन गाडीलाई? असर त पर्छ नि सर। एयरबक्समा झर्का पर्छ, फ्रन्टेलमा पर्छ। के गर्नु त्यस्तो पछाडि टायर सबै छपछुप भएको थियो। तपाईँ चाहिँ कहाँ जानु भएको? म एकछिन तपाईँसँग खलासी गर्नु। अन्त सर यो चाहिँ नर्थ सिक्किमकै बाटो हो? ओके। यो ठाउँलाई चाहिँ अहिले के भन्छ सर? हजुर यो जग्गालाई चाहिँ के भन्छ अहिले? कहाँ आइपुग्नु? राङ भन्छ सर। राङ भन्छ सर यसलाई। ए यस्तै छ है नर्थको बाटो। हाम्रो सरहरू यस्तो बाटो सर अरू के भन्न चाहनुहुन्छ? के भन्नुहोस् हेर्नु सर मलाई नर्थ सिक्किमको बाटोमा चाहिँ अलिक डरसरी ठुलो गाडी चाहिँ पुरै डरसरी हिँड्नु पर्दो रहेछ कि। यता पनि दबेको उता पनि दबेको हो। फेरि ग्रेपले बाटो बनाउँछ। फेरि त्यो भाँडाकुटी खेल्छ नि पहिला हामी त्यो सानो भाँडाकुटी खेल्थ्यौँ नि क्या भित्तामा यस्तो कटिङ गरेर। हजुर हजुर त्यस्तो टाइपको बनाइदिन्छ बाटो। फेरि के गरेको ढिल्लोमा चाहिँ माथि ढुङ्गा छापिन्छ त्यस्तोले थाम्छ। यत्रो 400को गाडीमा 400को डालामा त्यो भाँडाकुटी खेलेको जस्तो बाटो बनाउँछ। बाटो भनेको स्ट्रेट हुनु पऱ्यो नि। पुल बनाउँछ त्यो बाँसको पुल थापेको जस्तो। आज थापे भरे भत्किने पुलहरू थाप्छ। के भएको नर्थ सिक्किमको चाहिँ भएन साह्रै अत्याचारै भयो यो। अलिकति यो त सोचेर बुझेर पनि गर्नुपर्ने होइन सर? हजुर हजुर। हुन्छ सर त्यसो भए आजको लागि यति नै गरौँ है।